आज हामी झन्डामा जाँदैछु साथी र म। के भन्छ फेरि जान्छ यो भिडियो उसमा। It is quite
हात दुख्यो यार। दिस इज यो त होइन यो दामी रहेछ। उता जाँदा बिरपाक जाम रहेछ फेरि जाम धन्नै अगाडि दुईवटा गाडी जाम हामी पनि जाममा छौँ। धन्नैले बच्यो धन्नै यो ड्राइभर राम्रो रहेछ मेरो यहाँ त ड्राइभर एकदम राम्रो छ के त्यही भएर बच्यो। हामी धेरै टाढा आइसक्यौँ हेर्नु यो काठमाडौँ सहर भयो होइन हामी लगभग गाउँमै आइसक्यौँ। कति नजिकबाट आउँछ आउँछ गाडी आउँछ छोयो यतिले बच्यो। ल ए हामी चाहिँ झन्डा पार्क जाँदैछौँ है। एकदम दामी भ्यू छ तपाईँहरू पनि आउन सक्नुहुन्छ है। म चाहिँ फर्स्ट टाइम आउँदैछु मेरो साथी चाहिँ पहिला पनि आएको थियो होइन ऊ चाहिँ 5-6 चोटि आइसक्यो। यो भ्यू हेर्नुहोस् हेर कति जलेको यो गाउँमै आइसक्यौँ है। हेर्नुहोस् यो भयो काठमाडौँको भ्यू एकदम पहिलो होइन भयो मोबाइल उता राखेर यता यसको मोबाइलमा राम्रो रहेछ यो क्यामेरा चाहिँ एकदम मलाई यस्तो फिल भइरहेको कि पानी पर्छ जस्तो लागिरहेको बादल आइसकेको छ होइन जाडो भइसक्यो हेर एकदम दामी छ होइन। बाटो अलि आयो त्यसैले म हिँड्दैछु मेरो साथी आउँदैछ पछाडि माथि आऊ यहीँ होइन झन्डा पार्क हेर कस्तरी चल्ला छ यसले। कहाँ हो हामी झन्डा पार्क भने ऊ त्यहाँ हो ओ देट्स ऊ त्यहाँ हामी पुग्नै लाग्यो झन्डा पार्क। बाटो राम्रो छैन त्यही भएर म चाहिँ एकछिन हिँडेँ। तर जे होस् अरू जे भने पनि होइन मेरो ड्राइभर चाहिँ एकदम दामी हो क्या। नभन्दा यसले ढलाइदिएला अहिले लागिसक्यो अनि दुइटा बाटो त खत्तम आउनु बाँकी छ ला गरिराखौँ बाटोको यी बाटो हेर्नुहोस् होइन यस्तो छ ल होइन गाइस बाटो एकदम खराब चाहिँ हेर्नुहोस् है। ए हिलो छ अनि बिस्तारै आएको यार। अनि पछाडि हाम्रो गाडी छ अर्को कुन विद्युत समथिङ के छ। म्याकुरी बाटो तर अस्तिको भन्दा त राम्रै होला यार। तर जे होस् गन्तव्य पुग्नु छ भने स्ट्रगल गर्नुपर्छ। तर अरू त त्यस्तै हो बाइकको आज नराम्रोसँग फसिन्छ ऊ देखाइरहेको छ यार बाटोलाई हेर्नु बाटो यस्तो हो। तर यो केही पनि होइन यसको लागि यो एक्सपिरियन्स भएको मान्छे हो यसले ढलाउँछ। ओइ यसले यो काठमाडौँ भ्याली हामी धेरै माथि आइसकेका छौँ झन्डा पार्क हो होइन। ओ स्लिप झन्डा पार्क आइसक्यो है। उता हेर्न सक्नुहुन्छ बाटो भने त्यति सहज छैन। हामीले यो बाटोलाई चिरेर अगाडि बढ्नुपर्ने हुन्छ। ओह बाटो हेर्न सक्नुहुन्छ यस्तो छ हालत। हेर्नुहोस्
बाटोको अवस्था यस्तो छ। काठमाडौँबाट नजिकैको ठाउँमा त यस्तो छ भने देशको अवस्था कस्तो होला, देशको कुना काप्चा दरारमा पुग्ने बाटो कस्तो होला तपाईँ आफै अनुमान गर्न सक्नुहुन्छ होइन। तर अझ ट्रु कुरा के हो भने चाहिँ एकदम सत्य कुरा के हो भने चाहिँ मेरो गाउँ जान 3 दिन लाग्छ होइन काठमाडौँदेखि। तर एक दिन चाहिँ हिँड्नुपर्छ, कुनै गाडी बाटो त्यो हिँड्ने बाटो छैन। इभन मान्छे हिँड्ने बाटो पनि राम्रो छैन होइन। यो त धेरै राम्रो भयो, यसले ढलायो यसले बाइक ढलायो। रुको यार म उत्रिन्छु यार। बाइक यस्तो छ है, बाटो यस्तो हो। हजुर टेलिकम टेलिकमको गाडी उहाँ भयो झन्डा पार। टेलिकमको गाडी चाहियो हो, टेलिकमको गाडी रहेछ ऊ चाहिँ हामीभन्दा पछाडि हुनुहुन्थ्यो। कहाँ खोज्या यार कहाँ खोज्या यार, हिँड्नु न हिँडेर जाने अब। टेलिकमको गाडी रहेछ यस्तो केही छैन। तिमी आऊ हिँड्दा, तिमी आऊ म हिँडेर जान्छु। म यस्तो बाटोको अवस्था अब आउँछ, म चाहिँ हिँडेर जाँदैछु होइन। 2 चोटि हिँडिसकेँ यो बाटोमा। आयो ऊ आउँछ अब। तर ड्राइभिङ राम्रो छ यसको स्किल। मलाई नहेर बाइकलाई हेर अगाडि लगा जाऊ। यस्तो हो काठमाडौँदेखि नजिकैको ठाउँको अवस्था पनि। अब सजिलो बाटो आइयो। काठमाडौँ यो टलगेट देखेँ होइन। ऊ यहाँ के फल लागेको छ, खान मिल्दैन, गाली पाइन्छ अहिले। ल अझै बाटो खराब छ तर ऊ त्यो माथि हो। तर यो पनि अलिक खराबै होला जस्तो मलाई फिल भइरहेछ होइन। बिस्तारै आँका न यार साथी। हामी आइपुग्न लाग्यौँ, अब थोरै छ। काठमाडौँको भ्यू त्यति खासै राम्रो देखिएको छैन क्यामेरामा चाहिँ, तर हेर्ने यस्तो दामी भ्यू देखिएको छ यहाँदेखि होइन। ओइ भ्यू हाम्रो यात्रा भने यति सजिलै सहज छैन। धेरै ड्राइभर राम्रै भएर हामी आइपुग्यौँ। तपाईँको ड्राइभिङ स्किल राम्रो छ भने आउनुहोस्, नत्र हिँडेरै आउनुहोस्। हामी झन्डा पार्क फाइनली पुग्यो। यही हो झन्डा पार्क, हेर्न सक्नुहुन्छ। कहाँ हो अझ तल, तल रहेछ झन्डा पार्क ग्राउन्ड। म हिँड्छु यार हिँड्छु। आइपुग्यौँ हामी अब झन्डा पार्कतिर होइन। हिलो वेलकम टु झन्डा पार्क। हामी आइपुग्यौँ फाइनल्ली। हामी आइपुग्यौँ है गाइस, हामी आइपुग्यौँ एकदम सकुशलका साथ। हेर्न सक्नुहुन्छ ऊ नेपालको झन्डा। ल कुहिरो लागिसकेको छ होइन। यस्तो मजा भएर कस्तो फिल भइरहेको छ। ऊ चाहिँ डेनिस, यो मलाई चाहिँ घुमाउने ड्राइभर। मलाई चाहिँ काठमाडौँमा त्यति खासै घुमेको थिएन। अस्ति ऊ त्यो पारी कुहिरो लागेको ठाउँमा लग्यो, अनि आज चाहिँ यता आयौँ। अनि अब तल त जाने होला नि। यस्तो दामी रहेछ, कटेज रहेछ होइन।
उता चाहिँ नुवाकोट पर्छ होला, यो पछाडि चाहिँ नुवाकोट। यो जो चाहिँ जहाँ आई फिल इट इज हेभन, यसले स्वर्ग भन्दा नि भन्न पाइयो मेरो लागि चाहिँ। अब अरूको लागि चाहिँ के हो थाहा भएन, तर यस्तो दामी या जे होस् गाउँ गएको फिल जस्तो भयो। चिसो लागिसक्यो, लगाएको केही पनि छैन। मलाई थाहा थिएन झन्डा पार्टी हो भने, नत्र कपडा लगाउँथे। तिमीले पनि तिमी त हिरो हो यार। उता पछाडि चाहिँ नुवाकोट भयो होइन, नुवाकोट त हो नि होइन। ऊ तल चाहिँ औँला तक्नु नमिले, ऊ तल चाहिँ भ्यू भयो, भ्यू टार, पहिलाको भद्रगोल सुटिङ हुने ठाउँ। अब पनि यस्तो बेसरी चलेको छ। आऊ तल जाऊँ अब हामी चाहिँ। अब नेपालको झन्डा भएको ठाउँमा जान्छौँ होइन। अब तिमी भन, मेरो यो ड्रेस कस्तो नराम्रो आउँदो रहेछ माइके चोरो। कति कुरा सम्झनाका पातनभरि ये होइ नि होइ। यहाँ मान्छे कति आउँछन्, तर आज आएको छैनन् कि क्या हो। आज पानी पर्ला जस्तो छ। यता पानी पर्यो भने बाटो लास्ट अफ रोड हुन्छ। है त गाइस, ऊ त्यो रिसोर्ट हो, त्यहाँ गएर छैला हान्नुपर्छ। हेर न यो मान्छे। क्वालिटी यो क्वालिटी दामी छ कि, तर मस्त छ होइन। फुललाई के सेन भएको मान्छेहरू पनि छन्। एउटा दिदीलाई के यही हो झन्डा पार्क, द बिगेस्ट फ्ल्याग भनेर के भन्ने। आइफोन होइन है हाम्रो गाइज, नुब्रा फोन हो, नुब्रा फोन हो। हामीलाई खुसी लाग्छ। त्यस्तो फाडे हेलमेट पनि डराउँछ। सिटीहरूमै सिटी मसँग छ। तल घुम्न फाइनल्ली हामी जान लागेको। अब चाहिँ हाम्रो बाइक चाहिँ माथि थियो। अब हामी हिँडेर घरतिर जाने। अब चिसो चिसो फिल भइरहेको। हेर बादर, यो यहाँ धन्न बादरको कमी रहेछ। एक त यहीँ छ। अब आज चाहिँ यो भेडे चाहिँ टिक भयो। आँखा यताउति नडुलाम, स्ट्रेट जाम। ऊ त्यहाँ माथि स्पोर्ट। अब हामी चाहिँ घर जान लागेको। स्पोर्ट कस्तो तातो भएर होला यार साथी होइन। तिमीलाई के याद आयो? तिमीलाई के याद आयो भन न। हामी त सिङ्गल परियो साथी। यस्तै छ हामीसँग त। हामी दुई साथी बाहेक अनि एउटा बाइक केही छैन जिन्दगीमा। अब हाम्रो यात्रा चाहिँ यहाँदेखि, यो चाहिँ हाम्रो बाइक भयो होइन, यहाँदेखि स्टार्ट भएर उता अगाडिको सम्म ग्रान्डीसम्म। नसुने भए नबोल। ओइ यो यसले अब बाइक गर्छ, यसले के न के गर्छ। ब्रेक पावर छ क्या? हेर न
पानी पर्छ छिटो ब्रेक त खतरा भएछ यार यो तलबाट जानु मिल्दैन यो बाटो म झर्छु है पर्दैनहरू त मेरो आँखामा कपाल आइरहन्छ त्यो ओए मु तिमीले भने हो को आइमाया सोचेको माया रन्नुमाथि तिम्रो त विश्वासै लाग्दैन यार कहाँनिर पल्टाउँछ बिस्तारै गाना त यार बाटोको हालत अन्त राम्रो बाटो आयो नि यदि कहाँ हो चिप्ल्यो भने बाइक गएन धन्न गाउँको बाटो भने छु धन्न हेर त गाउँको बाटो भिडियो हेर्नुपर्छ अहिलेमा कस्तो मजा आयो होइन डेनिस अझ बरु न्युट्रलमा लगा यार साथी यार मेरो त खुट्टा खायो म त हानिसक्यो सोध्या यार होइन गाइस आज चाहिँ यमराज बिदामा रहेछ छुट्टीमा बिदा मनाउन गएको रहेछ आज त्यही भएर बचियो आइज म झऱ्यो खाली रहेछ होइन बुझेलसम्म होइन बिस्तारै यार
तारै